नेपाल समाजवादी पार्टीका सभा अध्यक्ष माधव कुमार नेपाललाई पतञ्जलि काण्डमा फसाइएको छ वा उसलाई चाहिँ आरोप लगाइएको छ अख्तियारद्वारा र उसको संसद पद चाहिँ गइसकेको अवस्था छ। के साँच्चै माधव कुमार नेपाललाई केपी ओलीले प्रतिशोध सघाउँदैकै हुन् वा यो राजनीतिक खेल सुरु भएको छ? अहिलेको यो अवस्थालाई देख्दा तपाईहरु के भन्न चाहनुहुन्छ? के अख्तियारले ठुलो मान्छे समात्ने कोसिस गरेकै हो त कि अख्तियारलाई परिचालन गरेको हो त? तपाईहरु आफ्नो रायहरू राख्न सक्नुहुन्छ। यो देशमा यही हो भन्न पनि सकिन्न र त्यो हो भन्न पनि सकिन्न। अहिलेको अवस्थामा के भएको हो भन्न पनि सकिन्न। साँच्चै माधव कुमार नेपाल दोषी छन् या राजनीति प्रतिशोध साधेकै हो वा यो देशमा यो यस्तै भएकै हुन् भन्ने जस्तो लाग्छ मलाई। यो राजनीति प्रतिशोध साधेकै हो भने चाहिँ अति नराम्रो हुन्छ। तर यदि राम्रै काम गरेको हो भने यदि उहाँले दोषी नै हो र अख्तियारले यति ठुलो कार्यहरू सुरु गरेको छ भने चाहिँ अख्तियारलाई मान्नै पर्छ। ठुलो माछोको रूपमा माधव कुमारबाट सुरु भएको यो घटना प्रचण्ड बाबुराम सबैतिर जाओस् भन्ने लाग्छ।